Hello guys, what's up? Good morning. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो यो मेरो चाहिँ आजको फर्स्ट व्लग अनि न्यू ब्लग गोलबजार टु सौरा। सो हाम्रो फर्स्ट भिडियो म तपाईहरुलाई सौरामा के छ म सबै अपडेट दिन्छु तपाईहरुलाई हैन। सो कस्तो छ के छ लेट्स सी त्यहाँ गएपछि थाहा हुन्छ। सो भिडियो पुरा अन्तिमसम्म हेरेर प्रक्रियाहरु दिनु होला हैन। सो यति भन्दै अगाडि भिडियो बनाउँदैछु, लेट्स सी। म चाहिँ टक्क सुतिरहेको रहेछु, काम पनि लागिसकेको रहेछ। अहिले ठ्याक्कै म सुतिन्जेको अघिदेखि सुतेर, किनकि हिजोदेखि सुत्न पाएको थिएन नि त। हिजोदेखि लास्ट गाह्रो भइरहेको थियो सुत्नलाई। अनि देउसी भैलोको पनि थियो बाँकी। गाइस अगाडि के हुन्छ, अगाडिको के हो, अगाडि के हुन्छ, म अगाडिको पनि देखाउँदै गर्छु। हेर्दै गर्नु होला के कस्तो हुन्छ, कमेन्ट पनि गर्दै गर्नु होला। लाग्यो अहिले अलिक जाडो छ क्या। ताको मौसम चाहिँ एकदम हावा चलिरहेको छ। हावाको आवाज सुनिरहनु भएको होला, हावा चलिरहेको छ। मौसम अलिकति चिसो छ। सबैजना आइसक्यो, अब यहाँबाट जान्छौँ। लेट्स सी। झिङ्गा छिरेर निस्किला मुखबाट। कति चिलाएको आमामा पनि कति तन्काएको यार। आउँछ 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 नातिनु डोन्ट वरी क्या। त्यही भएर भन्छ क्या मात्र छोरी मान्छेहरूको मुटु नि त्यहाँ ओटो त्यस्तो सानो ओटो आइरहेछ मजाले। मुद्दैन नि, मुद्न त मुद्दैन नि, मुद्न त मुद्दैन नि। वेलकम टु कपिला रिसोर्ट। फाइनली आइसक्यो। बाटो कस्तो चाहिँ देखिहाल्नुभयो, बाटो चाहिँ एकदम डेन्जर हो होइन। सो अहिले हामी कपिला रिसोर्ट भइसक्यौँ। सो अब अगाडि कस्तो छ के छ होइन, यो चाहिँ पार्किङ गरेर ठ्याक्क अब निस्किन्छौँ। बाटो कस्तो चाहिँ देखिहाल्नुभयो। अब अगाडिको के छ, यति दुःख यति कष्ट गरेर आए पनि अगाडिको दृश्य देखाउनु छोड्दिनँ। सो वेलकम टु कपिला रिसोर्ट। अहिले ठ्याक्क हामी कति बज्यो, 9 बजे ठ्याक्कै 9 बजे आइपुग्यौँ। सो जे होस् वेलकम चाहिँ अलिक राम्रै छ होइन। अब अगाडि पछाडिको के छ सो म सबै देखाउँछु। VIP seat, यो बार कस्तो लाग्यो? कस्तो छ?
हाइजिनिक गुड यता कस्तो छ कस्तो लाग्यो तिम्रो रानी कस्तो भयो जीवु भाइ ठिक छ नि अरु केही कमी छैन कस्तो लाग्यो ठिक छ ल बिस्तारै इन्जोय गर्दै गर्नु खाना खाइस् सो गाइज हामी चाहिँ अब खाजा खाएर निस्क्यौँ होइन खाजा चाहिँ एकदम वाउ नै थियो त्यस्तो भयो नि वाउ नै थियो होइन सो हामी चाहिँ खाजा खाएर निस्किँदैछौँ सो अब यस्तै भयो भर्खर ब्रेकफास्ट भयो होइन खाना पनि अहिले अब खाना पनि एकछिनमा हुन्छ होला कति बज्यो भन्दै थियो त्यो चाहिँ मैले एक्ज्याक्ट सुनिनँ म चाहिँ खाजा खाएर निस्किहालेँ क्या अलिकति पेटमा मुसै दौडिरहेको थियो होइन पेट पूजा गरियो अनि निस्कियो सो निस्किएर हामीले त हजुर हामी अब सो अहिले स्विमिङ पुल अनि जे जो भिडियोमा जे थियो त्यो सबै म तपाईँहरूलाई देखाउँछु सो गाइस लेट्स सी सो गाइस हामी कहाँ आएको यो कस्टम लिन आएको कस्टम कहाँ फ्री फायरमा खेल्ने 1 2 3 4 6वटा त्यो ड्यामेज स्पेल पेपर गर्न मिल्छ होला नि त कुनै कुनै हाम्रो कक्षा अब जाने स्विमिङ पुलमा कक्षा पेनेर भन्दा ठिक छ नि यो पार्ट परिहाल्छ भाइले ओके ल हस् थ्याङ्क यू है सो हामी कस्टमलीसँग अब हामी चाहिँ स्विमिङ त जाँदैछौँ स्विमिङको दृश्य कस्तो छ देखाउँछु सो गाइज यहाँबाट चाहिँ स्विमिङ पुलको एन्ट्री सुरु हुन्छ सो यहाँबाट झुलुङ्गे पुल रहेछ सानो होइन सो सानो झुलुङ्गे पुल कटेर जानुपर्ने रहेछ सो यहाँनिर दाइले केही चाहिँ दिनुहुन्छ काटसाट होइन काटसाट लिएर हजुर 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 सो गाइजहरूको चाहिँ कम चलिरहेको रहेछ ओ माई गड मजा रहेछ त नि स्विमिङमा ओ माई गड यही हो यहाँको प्रकृति रमाइलो चिज चाहिँ होइन एउटा रमाइलो चिज चाहिँ यहीँको हो स्विमिङ अब त्यस्तै हो होइन रमाइलो चाहिँ यहीँको हो सुनिराख्नु भएको छैन होला घुम्ने ओर्ने हो अनि यहाँ चाहिँ पिङ छ होइन अनि यहाँ चाहिँ केटाहरू सबै स्विमिङ रमाइलो रमाइलो यस्तो यस्तो अन्त रमाइलो शैली भनेको रमाइलो शैली चाहिँ हो होइन अनि यतातिर चाहिँ रुम चेन्ज गर्ने छ सो म पनि चेन्ज गरेर आउँछु अब चेन्ज भयो चेन्ज म पनि गरेर आउँछु सो म एकछिन वेट गर्नु होला है म चाहिँ कस्टम आइसकेको छु अब म जान्छु यहाँ स्विमिङ बन्द भइसक्यो एकछिनको लागि म चाहिँ जाँदैछु यतापट्टि है लेट्स सी
गाइज अब चाहिँ अहिले ठ्याक्कै हामी खाना खाने छौँ होइन। यस्तो धोका भयो भन्दाखेरि नि मोबाइलको चार्ज पनि 3% मात्रै छ होइन। स्विमिङ खेल्दै 3% थियो। अनि सो गोप्रोमा चार्ज थियो, गोप्रोको SD कार्ड बिग्रियो, तनाव भयो। सो त्यसैले मैले यहाँनिर के भन्नु र यस्तो अवस्थामा भिडियो एडिट गर्नु परेको छ नि के भन्नु र। सो हेर्दै जाऊँ अब कसैकोबाट कसैले भिडियो गरेको छ भने उसकोबाट लिएर एडिट गरौँला होइन। पछाडिको भिडियोहरू हालौँला। नभए जति अहिलेसम्म देखाएँ सो त्यति नै हो मेरो चाहिँ भिडियो होइन। सो गोप्रोको पनि SD कार्ड बिग्रियो अनि मोबाइलको चार्ज चाहिँ 10% समथिङ 7-10 यस्तै कति छ त्यो चाहिँ एक्ज्याक्ट थाहा भएन होइन। सो अब के हुन्छ त्यो चाहिँ अब मैले भिडियो एडिट गर्नुपर्छ होइन। किनकि मोबाइलमा फोनहरू पनि आउँछ, फोनहरू पनि रिसिभ गर्नु पर्यो, घरबाट आउँला। अब त्यही भएर मैले भिडियो एडिट गर्नुपर्ने हुन्छ। सो मैले अहिले ब्रेकफास्ट गरिसकेँ होइन। अब हामी जानलाई समथिङ 1 आवर बाँकी होला होइन। धेरैमा धेरै है 1 आवर बाँकी होला। त्यसो हामीले स्विमिङ त गरिसक्यौँ होइन। अब बाँकी भनेको त्यो फिनिसिङ यताउति के हो होइन। हो दुईतिर मात्रै बाँकी छ। टिकट चाहिँ 4 दिने रहेछ, एउटा स्विमिङको लागि, एउटा रोटेपिङको लागि, अनि एउटा त्यो हाम्रो हुन्छ नि नाउवाला गर्ने त्यसको लागि, अनि त्यतिको लागि रहेछ होइन। सो अब सबै त भइसक्यो होइन। अब खाना खाएर त्यहाँ जाने कुरा थियो। अब मोबाइलमा चार्ज छैन, मेरो गोप्रोको पनि SD कार्ड बिग्रियो। सो त्यसले गर्दा भिडियो इन गर्दैछु। सो सम्पूर्णमा लभ यु गाइज। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा सबैलाई आई लभ यु, अल अफ यु गाइज। सो यति भन्दै गुड इभिनिङ, ह्याप्पी नाइस डे, थ्याङ्क यू सो मच सम्पूर्णलाई। सो ओके, बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ। के कस्तो भयो कमेन्ट गरिदिनु होला।